श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आइपिओ आज असोज 26 गतेदेखि सर्वसाधारणका लागि खुलिसकेको छ। यो आइपिओमा असोज 29 गतेसम्म आवेदन दिन सक्नुहुनेछ। यस कम्पनीले 25,10,493 किता सेयर निष्कासन गर्न लागेको छ। यसको इस्यु प्राइस रु 100 तोकिएको छ भने आइपिओ निष्कासनको लागि इस्यु म्यानेजर नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ रहेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड पश्चात अब सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा 1,63,125 किता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र 3,09,938 किता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै कम्पनीले 1,54,969 किता सेयर सामूहिक लगानी कोषहरूका लागि 1,23,975 किता सेयर कर्मचारीहरूका लागि बाँडफाँड गरिसकेको छ। यो आइपिओ कति टाइमसम्म ओभर सब्सक्राइब होला त कमेन्ट गर्नुहोला।